प्राविधिक विकास सँगसँगै फेरिएको अहिलेको समाज बौद्धिक स्तरमा निकै अघि बढिसकेको छ। सांसारिक गतिविधिलाई निहाल्न एउटा मोबाइल र इन्टरनेटको सुविधा भए घरमै बसी विश्वको कुनै पनि कुनाको खबर थाहा पाउन सकिन्छ। यी सुविधासँगै मानिसमा आलस्यता, मानसिक समस्या, एङ्जाइटी, डिप्रेसन जस्ता समस्या पनि बढ्दै गइरहेको छ। यसको सिधा प्रभाव बालबालिका, किशोर उमेरका र युवा वर्गमा धेरै छ। इन्टरनेट एडिक्सन, टिभी, मोबाइलमै मात्र समय खर्च गर्न रुचाउने, बाहिरी सामाजिक गतिविधिको वास्ता नगर्ने, इन्टरनेटमा पाइएका राम्रा नराम्रा सबै कुरालाई पछ्याउन खोज्ने बानीले भोलि गएर सामाजिक दायित्व, पारिवारिक दायित्व र आफ्नै भविष्य पनि अन्धकार बनाउँछन्। यी त भए इन्टरनेट एडिक्सनको सिधा प्रभाव। अब कुरा गरौँ लागु औषध प्रयोगबारे, जुन अहिलेको समयमा घट्नभन्दा बढ्दो क्रममा छ। किशोरावस्थाको कौतूहलता, फ्यासन, ट्रेन्डलाई फलो गरे साथीहरूबीच सान बढ्ने अनावश्यक मनोभावनाको कारण धेरै स्कुल, कलेज पढ्ने केटाकेटीहरू लागु औषध प्रयोगकर्ता बन्ने गर्दछन्। यसै कुरालाई मध्यनजर गरेर विगत 17 वर्षदेखि पुरुषहरूको पुनर्स्थापना केन्द्रको रूपमा नवउपकार नेपाल सुधार केन्द्रको स्थापना गरिएको हो। हालसम्म 1200 भन्दा बढी प्रयोगकर्ताहरूको उपचार गरिसकेको यस सुधार केन्द्रले 12 पाइले उपचार विधिलाई अपनाएर उपचार गर्दछ। मनोपरामर्शबाट उनीहरूको मनोविज्ञानलाई बुझेर उपचार गरिन्छ। यहाँ सुरुवाती समयमा उनीहरूको अवस्था हेरेर 15 देखि 21 दिनसम्म उनीहरूलाई डिटक्सिफिकेसन पिरियडमा राखिन्छ। यो अवस्था भनेको उनीहरूले लागु औषध प्रयोग गरिराख्दा 81 पुनर्स्थापनाको उपचारमा आएपछि उनीहरूको शारीरिक र मानसिक अवस्थाको नियन्त्रण गर्न औषधिको प्रयोग गरी उनीहरूको व्यवहारमा आउने उतार चढावको नियन्त्रण समय हो। बिहानदेखि बेलुकासम्म उनीहरूको शारीरिक तथा मानसिक चेतनाको स्तर बढाउने किसिमको परामर्श थेरापीहरूको माध्यमबाट नशारहित जीवन जिउन प्रेरित गरिन्छ। विशेष गरी सुधार केन्द्रमा लगेर उपचार गर्नुपर्छ या उपचार चाहिँ सम्भव छ भन्ने खालको पहिलो जनचेतनाको कमी छ। विशेष गरी हामीले देख्न सक्छौँ अहिलेको युवा पुस्तामा भनौँ या अहिलेको जनमानसमा चाहिँ गाँजा खाने या अरू कुनै प्रकारको लागु औषध, कडा खालको लागु औषध सेवन गर्नुहुन्छ भने उसलाई चाहिँ रक्सी खान दिने या बियरसम्म खाँदा के फरक पर्दैन, चुरोट कहिले काहीँ खाँदा के फरक पर्दैन भन्ने परिवारमा पनि त्यो खालको एउटा एक किसिमको चाहिँ मनस्थिति चाहिँ त्यस्तो खालको विकास भएको पाउँछौँ। किनभने त्यो त सामान्य हो, वैधानिक हो, सामाजिक रूपले चाहिँ सबैजनाले स्वीकार गरेको कुरा हो भन्ने छ। कतिजनाको चाहिँ कस्तो हुन्छ भने वंशानुगत रूपमै पनि यो कुराहरू चाहिँ उनीहरूको जिनमै कति कुराहरू चाहिँ रहेको हुन्छ, जसले चाहिँ नसा एकचोटि सेवन गरेपछि बारम्बार सेवन गर्नुपर्ने र जीवनभर छोड्न नसक्ने अवस्था पनि हुनसक्छ क्या। त्यसले गर्दा त्यो सेन्सिटिभिटीलाई चाहिँ परिवारले बुझ्न जरुरी छ। यस सुधार केन्द्रमा दिइने थेरापीहरूमध्ये आध्यात्मिक, योग, ध्यानको अलावा खेलकुद, चित्रकला लगायतका मनोरञ्जनात्मक गतिविधिबाट उनीहरूको शारीरिक र मानसिक क्षमतामा अभिवृद्धि गर्ने गरिन्छ। काउन्सेलिङको दौरान उनीहरूको मनोभावनामा आएको परिवर्तनबारे बुझ्ने तथा परिवारसँग पनि परामर्श गरी उपचार गर्ने हुँदा नवउपकारमा उपचाररत बिरामीहरू पुनर्स्थापना पछि पनि यही आफू जस्तै बिरामीहरूको सेवामा समर्पित भई बस्ने गर्दछन्। बिहानीको सुरुवात योग, ध्यान, प्राणायामबाट गरिन्छ। त्यसपछि नियमित रूपमा हुने मनोवैज्ञानिक परामर्शविदबाट कक्षा लिइन्छ। शारीरिक, मानसिक र भावनात्मक रूपमा नशारहित जीवन जिउने तरिका यस नवउपकार सुधार केन्द्रले सिकाउँछ। लागु औषध सेवन गर्नु गलत त हुँदै हो, तथापि कतिपय अवस्थामा सामाजिक गतिविधिहरूका कारण पनि लागु औषध सेवन गर्न प्रेरित गर्छ युवा पिँढीलाई। जस्तो कि शिवरात्रिमा भगवान शिवको प्रसादको रूपमा भाङ, गाजा सेवन गर्ने, अझ फलाना देशमा मान्यता पाएको छ हाम्रो देशमा छैन भन्ने भ्रमात्मक कुराको पछि लाग्नाले नशाको लतमा फस्दै गएका छन् कति युवा वर्ग। मैले करिब 4 वर्ष लागु औषध सेवन गरेँ। मैले मुख्यतः एक किसिमको लागु पदार्थ प्रयोग गर्थेँ। मैले गाँजा अत्याधिक रूपमा सेवन गर्थेँ। ममा आएको परिवर्तन भन्नुपर्दा मानसिक रूपमा म अहिले निकै स्थिर भएको छु, एउटा स्थिर मानसिकता लिएर अगाडि बढ्दै गरेको छु। र तेस्रोमा भन्नुपर्दाखेरि ममा धैर्यता एकदम विकास भएर गइरहेको छ। धैर्य नै मानिसको साथी हो भन्न भनिन्छ।
जुन कुरा मैले संस्थामा आएर आत्मसात गरिरहेको छु। मेरो सर्वप्रथमको रोजाइ भनेको चाहिँ नशारहित जीवन बाँच्ने हो। जीवनलाई जीवनको शर्तमा बाँच्नुपर्छ भन्ने कुरा हामीले संस्थाबाट एकदम दृढ निश्चयका साथ सिकेर निस्किरहेका हुन्छौँ, जसलाई म आगामी दिनहरूमा पनि अवलम्बन गर्नेछु। म जस्तै नशा सेवन गरेर बाहिर बसिरहेका साथीहरू जति पनि हुनुहुन्छ, उहाँहरूलाई जतिसक्दो छिटो यस्तै संस्थाहरूमा उपचारको खाँचो छ। यो कुनै मानसिक रोग अथवा मानसिक आघात भन्दा पनि एउटा उपचार नपाएर दिमाग भड्किरहेको अवस्था हुन्छ, जसले गर्दाखेरि म जस्तै मेरा अन्य साथीहरूले पनि यस्तै संस्थाको उपचार पाए भने उहाँहरूलाई पनि निकै लाभदायक हुन्छ। यस सुधार केन्द्रले प्रयोगकर्ताको मानसिक सोच र व्यक्तित्व विकासमा सुधार ल्याउन 3 देखि 6 महिनासम्मको उपचार समयावधि बनाएको छ। रेगुलर मेडिकल चेकअप, खेल तथा मनोरञ्जनात्मक गतिविधिबाट यहाँ उपचाररत प्रयोगकर्ताहरू आफूलाई सुधार्दै लैजान्छन्। यहाँ आफ्नो र यस केन्द्रद्वारा गरिने गतिविधि सबैमा आफै संलग्न भई गर्नुपर्ने नियम छ। आफ्नो सुत्ने ओछ्यान, किचन, सरसफाइको काम सबै आफैले गर्ने नियम छ। लाइब्रेरी रुम लगायतको पनि व्यवस्था छ यहाँ। यस केन्द्रमा उपचार गराई नशारहित जीवन बाँच्ने प्रण लिएका पूर्व प्रयोगकर्ता हाल उपचाररत प्रयोगकर्ताहरू सँगै बसी उनीहरूको हिलिङ प्रोसेसलाई मद्दत गर्ने हेतु यहाँ भोलुन्टियर सेवा दिई बस्नु भएको दीपदर्शन चापागाई हामीलाई आफ्नो भनाइ यसरी बताउनुहुन्छ। अब यस्तो ट्रिटमेन्ट मैले यहाँ लिएँ होइन, लिइसकेपछि अब मलाई त यदि म आफूमा सुध्रिन्छु भन्ने भावना आइसकेको छ भनेदेखि म यी कुराहरूबाट टाढा रहन्छु, यो कुलतबाट म निक्लिनुपर्छ भन्ने खालको भावना आइसकेपछि मलाई जुनसुकै ठाउँको संस्थामा गएर पनि सर्भिस गर्नलाई त गाह्रो हुन्थेन होइन। भने पनि अब मेरो आफ्नै अब ठाउँमा पनि सुधार केन्द्रहरू त छन्, तर अब धेरै ठाउँको सुधार केन्द्रहरू म घुमेँ, हेरेँ होइन। हेर्दै गर्दाखेरि मैले यहाँ जतिको सेवा सुविधा र यहाँ जतिको अब क्लासहरू, सेसनहरू जुन खालको तरिकाले चलिरहेको छ, एकदम सिस्टमेटिक वेमा चलिरहेको छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ मलाई यो कुराहरूले चाहिँ, अनि मैले चाहिँ यो ठाउँबाट ट्रिटमेन्ट पनि लिएँ र यो ठाउँमा मैले त्यही खालको सिनारियोमा चाहिँ मैले अरूलाई पनि त्यसरी नै ट्रिटमेन्ट दिन सकेँ भनेदेखि मेरो लागि यो एउटा उपलब्धिमूलक कुरा हुनेछ जस्तो पनि मलाई लाग्यो। त्यो भएको कारणले गर्दाखेरि पनि म यस संस्थामै जोडिएर म अगाडि बढ्छु भन्ने भावना आयो। यस केन्द्रमा उपचार गराई नशारहित भई सामान्य जीवनमा फर्किएको दिनलाई पूर्व प्रयोगकर्ता अर्को नयाँ जीवन पाएको सम्झेर त्यस दिनलाई जन्मदिन मानेर मनाउने गर्दछन्। रिपोर्टिङकै क्रममा हामी त्यस दिन एकजना मित्र जो आफ्नो नयाँ जीवनको जन्मदिन मनाउँदै हुनुहुन्थ्यो त्यस पलको साक्षात्कार गर्ने अवसर हामीले पनि पाएका थियौँ। हाम्रो सुनिल भाइको 1 इयर रिकभरी बर्थडे हामीले चाहिँ विश गरिरहेको छौँ, मनाइरहेको छौँ। किनभने हामी यो दुर्व्यसनीको लागि चाहिँ हामीलाई चाहिँ 1 वर्ष भनेको चाहिँ धेरै ठुलो महत्त्वको दिन हो। हामीलाई 1 दिन 2 दिन 3 दिन गरी हामीले चाहिँ दिन काट्नको लागि साह्रै समस्या, साह्रै अप्ठ्यारो हुँदाहुँदै हामी चाहिँ आज चाहिँ 1 वर्ष भनेको 365 दिनलाई पार गरेर आज चाहिँ हामी आइरहेका छौँ। यस र भाइले चाहिँ यस सिलसिलामा यहाँ विभिन्न यहाँको भाइ जति पनि आउनुभएको न्यु कमर जति पनि आउनुभएको भाइहरूलाई फेलोहरूलाई चाहिँ केही ज्ञानहरू आफूले पाएको ज्ञानहरू दिँदै हुनुहुन्छ उहाँले। त्यसरी नै तपाईँहरूले पनि उहाँकै अनुसरण गरेर उहाँकै विचारहरूलाई चाहिँ अलिकति लिएर अलिकति मनन गरेर भोलि उहाँ जस्तै आफू पनि नै त्यसरी नै रिकभर हुँदै म पनि यहाँबाट चाहिँ केही ज्ञान लिएर र केही ज्ञान दिनेछु र बाहिर गएर पनि ज्ञान बाँड्नेछु भन्ने त्यो अवसरलाई चाहिँ आफूले मनमा राख्नु होला। त्यसरी नै आज चाहिँ त्यो भाइको 1 इयर रिकभरी बर्थडे मनाउँदाखेरि हामी धेरै हर्षित र उमङ्गित छौँ। यसैको लागि चाहिँ म उहाँलाई सानो हग गर्न चाहन्छु। विद्यार्थी जीवनबाटै नशाको लतमा फस्दै जानु राष्ट्रको लागि गम्भीर समस्या हो। जीवनको पहिलो र धेरै समय विद्यार्थी जीवन भएर बित्छ व्यक्तिको, तर पढाइलाई नै छाडी नशाको लतमा फस्ने उमेर समय पनि त्यही विद्यार्थी जीवन हो, जसले हाम्रो देशको शिक्षा प्रणालीलाई पनि इङ्गित गर्छ कि आजका बालबालिका कुन दिशामा जाँदैछन्।
जीवनशैलीमा परिवर्तन सँगसँगै अभिभावक र सिङ्गो राष्ट्रको लागि लागु औषधको समस्या चुनौतीपूर्ण छ र यसको उपाय स्कुलबाटै लागु औषध सम्बन्धी पाठ्यक्रम बनाएर पढाउनु एउटा विकल्प हुन सक्छ। त्यसैले प्रत्येक स्कुल कलेजमा लागु औषधबारे चेतनामूलक कार्यक्रम, नाटक, गेस्ट लेक्चर क्लासको प्रबन्ध गर्ने व्यवस्थाले सायद यस क्षेत्रमा केही उपलब्धि हासिल होला। अब नेपालमा भएका लागु औषध सेवनकर्ता तथा मद्यपान सेवनकर्ताका साथसाथै अब मानसिक सम्बन्धी बिरामीहरूलाई लिएर आएर चाहिँ उपचार गर्ने उद्देश्यले हामीले चाहिँ यो संस्था विगत 64-65 रन गरिरहेका छौँ। अब यहाँ लागु औषध खाने, ड्रग्स खाने, बानी व्यवहार बिग्रेका, मेन्टली रूपमा डिसअर्डर भएका मान्छेहरूलाई ल्याएर चाहिँ हामीले राखेर निश्चित टाइम राखेर चाहिँ उसलाई उसको शारीरिक रूपमा, मानसिक रूपमा, पारिवारिक रूपमा, सामाजिक रूपमा, होइन, कानुनी रूपमा, आर्थिक रूपमा उसलाई सबलीकरण गराएर हामीले पठाएका छौँ। अब एउटा दुर्व्यसनी, एउटा कुनै पनि ड्रग अथवा कुनै पनि चिजमा फसेको, होइन, कुलतमा फसेको मान्छे चाहिँ यो बिग्रियो भनेर एउटा परिवारलाई थाहा पाउनलाई कम्तीमा 4 वर्ष लाग्छ। त्यो 4 वर्षसम्म चाहिँ उसले के गराइदिन्छ त भन्दा नसाले उसलाई के गराइदिन्छ त भन्दा ढाँट्ने, छल्ने, झुकाउने, होइन, बहानाबाजी गराउने अनेक गराएर परिवारलाई चाहिँ थाहा हुँदैन 3-4 वर्षसम्म। 3-4 वर्ष पछाडि जब उसको शारीरिक अवस्था, मानसिक अवस्था बिग्रिन्छ अनि त्यस पछाडि आर्थिक अवस्थाले लथालिङ्ग गरिरहेको कामहरू भद्रगोल हुने कन्डिसन भइसके पछाडि अनि बल्ल परिवारले थाहा पाए पछाडि परिवार यहाँ समाउने कि 3-4 वर्ष चाहिँ परिवारलाई नै थाहा हुँदैन कि मेरो छोराले खाइरहेछ भनेर, र खाने मान्छेले पनि फेरि परिवारलाई गएर म खान्छु, मलाई लैदिए सुधार केन्द्र लगेर हालिदिए भन्दैन, होइन। त्यो चिजले नै उसलाई स्वीकार्ने क्षमतामा ह्रास गराइदिया हुन्छ, होइन। त्यो भएर अलिकति ढिलो हुन कारण चाहिँ त्यो पनि। अब अहिलेको कन्डिसनमा चाहिँ अब परिवारहरूलाई पनि धेरै परिवारहरूलाई थाहा भइसक्यो यस्ता खाने मान्छेहरू तपाईँको ढिलो सुत्ने, ढिलो उठ्ने, टाइमको मतलब नगर्ने, एकैछिनमा आउँछु भनेर दिनभरि गायब भइदिने, समाजमा नैतिक पतन भएका मान्छेहरूसँग सङ्गत गर्ने, राम्रो मान्छेसँग सङ्गत नगर्ने, घरमा बसे पनि एक्लै बस्न खोज्ने, आफूले भने जस्तो भएन भने तोडफोड पनि गर्न पछि नपर्ने, झनक्क रिसाउने, गरिरहेको काम बिग्रिने, लथालिङ्ग हुने, होइन, यस्तो खालको सिम्टम आउँछ। यो स्वभाव भइसके पछाडि चाहिँ परिवारले सोच्नु पऱ्यो कि मेरो मान्छेमा केही समस्या छ, यसलाई चाहिँ कहाँ लाने हो परिवारले। लागु औषध सम्बन्धी चाहिँ नेपाल सरकारले चाहिँ एउटा विषय नै राख्नुपर्छ, कुनै सब्जेक्टमा चाहिँ समेट्नुपर्छ यसलाई, बुझ्नु भएन। जस्तो पहिला नैतिक शिक्षा थियो, संस्कृति शिक्षा थियो, होइन, मान्छेहरूलाई एउटा नियममा बाँधिने कन्डिसनहरू थियो। अहिलेको शिक्षा चाहिँ कस्तो भयो त भन्दाखेरि व्यावहारिक शिक्षै भएन, सैद्धान्तिक मात्रै भयो, बुझ्नु भएन। मान्छेलाई अनुशासनमा बाँध्ने खालको शिक्षा छैन। त्यो भएर अब यो लागु औषध, दुर्व्यसन, अनि त्यसपछि मद्यपान, अनि बानी बिहेभियर, यी सबै कन्डिसन चाहिँ एउटा कोर्स बनाएर चाहिँ तपाईँको विषयवस्तुमा राखिदियो भने एकदम उत्तम हुन्थ्यो। सम्पूर्ण दर्शकहरूलाई चाहिँ म के भन्न चाहन्छु भने यो एउटा रोग हो, लागु औषध दुर्व्यसन एउटा रोग हो। यसको उपचार गर्दाखेरि यो रोग निको हुन्छ। त्यो भएर घरमा कुनै पनि किसिमको लागु औषध मद्यपानका बिरामीहरू छन् भने लुगाएर नराखौँ, उपचारमा पुग्ने कन्डिसन बनाऊँ, उपचारमा पुर्याउँ। उपचारमा पुर्याइसके पछाडि तपाईँको मान्छेलाई लागेको रोग निको हुन्छ। लागु औषधको लत समाजको लागि रोग जस्तै हो र यसको उपचार गरे निको हुन्छ। लागु औषधलाई घिन लाग्दो विषय बनाउने आडम्बरलाई हामी सबैले त्याग्न जरुरी छ। लागु औषधको कुलतमा फसेकाहरूलाई उपचार गर्न र गराउन प्रेरित गरौँ। उनीहरूको समाजमा पुनर्स्थापनालाई खुलेर स्वागत गरौँ। हाम्रो सानो सहयोगले उनीहरूको जीवनमा ठूलो परिवर्तन लिएर आउन सकिन्छ। नवउपकार नेपाल सुधार केन्द्र, सपनतीर्थ, टोखा।